हेलो गाइस, आजको हाम्रो हाइकिङ रहनेछ किर्तिपुर पारेको जङ्गलको माथि। हामी यहाँ काफल खान भनेर किर्तिपुरबाट हिँडेका मान्छे। अब काफल त अलिअलि पायो, त्यही पनि रमाइलो भयो। साथीहरूसँग रमाइलो। हाम्रो 8-10 जनाको ग्रुप थियो। 8-10 जनाको ग्रुपमा रमाइलो गर्दै डान्स गर्दै काफल खाँदै अनि यताउति दृश्य हेर्दै हामी अगाडि बढ्यौँ। एउटा नयाँ बाटो देख्यौँ हामीले, भर्खर नयाँ खनेको। त्यो बाटो एउटा माथि भन्ज्याङ रहेछ, त्यो माथि भन्ज्याङ जाने बाटो रहेछ। त्यो भन्ज्याङको बाटो हुँदै हामी डान्स गर्दै लाग्यौँ। केटाहरू मनोरञ्जन आफ्नै तालमा थिए। एउटा त्यो बाटो हामी माथि हिँड्दै गर्दा माथि लाग्यौँ हामी। बाटो नयाँ थियो, उकाली ओह्राली थियो, घाम लागेको थियो, पानीको तिर्खा लागेको थियो। त्यसैमा हामी हिँड्दै रमाइलो गर्दै गयौँ। साथीहरूसँग यति रमाइलो भयो। हाम्रो हाइकिङ रमाइलो भयो। तर हामी काफल खान हिँडेका किर्तिपुरबाट। काफल त अलिअलि पायौँ, तै पनि मनोरञ्जन गरेर हामी पुरै दिन बिताएर आयौँ। भर्खर नयाँ बाटो थियो खनेको। त्यो बाटो हिँड्दै साथीहरू फोटा खिच्दै अनि पछाडि हेर्दा दामी भ्यू देखिन्थ्यो काठमाडौँको। साथीहरू फोटा खिच्दै, कोही साथी यता थाकेर बस्दै हिँड्दै गरेका पनि थिए। लास्टै गाह्रो थियो, उकालो थियो, उकालो चढ्नुपर्ने। त्यो उकालो हुँदै हामी नयाँ बाटो देख्यौँ। त्यो बाटो हुँदै माथि एउटा भन्ज्याङ अनि मन्दिर छ भन्ने हामीले सुन्यौँ। त्यहाँबाट हिँड्दै अनि विश्राम गर्दै हामी लाग्यौँ। साथीहरू मनोरञ्जन गरिरहेका थिए, साउन्ड बजाउँदै, गीत लगाएर डान्स गर्दै हिँड्यौँ। उकालो थियो, हामी त्यो उकालो अलिक काटेर माथि एउटा बस्ने ठाउँ पायौँ। त्यहाँ बस्यो, हामी सबैजना भेला भयौँ। भेला भएर मनोरञ्जन अनि कुराकानी गऱ्यौँ। पसिना आएको थियो, पसिना सुकायौँ हामीले। पसिना सुकाए, रमाइलो गरे, गफगाफ गरे। त्यसपछि हामीले अझै माथि भन्ज्याङ जानलाई अझै माथि जानुपर्ने थियो। धेरै उकालो चढ्नुपर्ने थियो। साथीहरू आधी मान्छे थाकिहाले, आधी मान्छे जाने, आधी मान्छे नजाने भन्ने यहाँनिर हाम्रो भयो। हामी 3-4 जना चाहिँ फर्के। हामी अरू साथीहरू हामी माथि लाग्यौँ। माथि जाने साथीहरू हामी लाग्यौँ अनि तल आउने चाहिँ फर्केर आए। हाम्रो माथि अब यो बाटो कहाँसम्म जान्छ त्यहीँसम्म जाने हाम्रो लक्ष्य थियो। हामी गन्तव्य बिनाको यात्री जस्तै भएर हिँडेका थियौँ। रमाइलो थियो, माथि भिड थियो। त्यहाँबाट खसेपछि कहाँ हो रमाइलो गर्दै दामी माथि टपतिर त हावा पनि चलेको थियो। सिरसिरे हावासँग रमाउँदै हामी माथि चढ्दै गऱ्यौँ। बाटोमा रेस्ट पनि गऱ्यौँ। एक ठाउँमा थाकेका थिए, हामी रेस्ट गरे। फेरि माथि उकालो लाग्यौँ। हातमा लट्ठीको सहाराले हामी हिँडिरहेका थियौँ। लास्टै गाह्रो थियो जान, माथि चढ्न लास्टै गाह्रो थियो। यति गइसकेपछि माथि एउटा मन्दिर आयो। त्यो मन्दिर हेऱ्यौँ हामीले। त्यहाँ फोटा खिच्यौँ, रमाइलो गरे। फोटा खिचेर फेरि हामी त्यहाँबाट फेरि उता हुँदै हैसेलु खाँदै, काफल खाँदै, हैसेलु खाँदै हामी फेरि ओह्रालोतिर फर्क्यौँ। ओह्रालो फर्केर हामी घरतिर लाग्यौँ। मच्छीगाउँ हुँदै हामी घर आयौँ। रमाइलो भयो।